व्यापार गर्नलाई मान्छे आउनु परेन? मोबाइल मात्रै हेरेर मान्छे आउँछ त? मान्छे बोलाउनु पर्यो नि व्यापार गर्नलाई। सानो साउलाई के हिसाब बुझाउँछौ? हो त है। आइडिया। मान्छे बोलाउन मैले जानेछु हिँड। आज दर्रो व्यापार गर्नुपर्छ, साउलाई खुसी बनाउनुपर्छ। आउँदैछ कस्टमर। यताउता हेरिरहेछ, उता जान्छ होला आउन। पक्न त्यसलाई यतै बोलाउँछ। के गरेको? चुप भित्र लिएर हिँड। व्यापार गर्नु परेन? यहाँ राख ल, कुर्सीमा राख, कुर्सीमा। म कहाँ छु बहिनी? तपाईँ ल्याम्प फेसन वेयरमा हुनुहुन्छ नि। टन्नै सपिङ गर्नुभएको थियो, पैसा तिर्ने बेलामा ढल्नु भयो नि तपाईँ त। हो र? कति तिर्नु पर्ने थियो? एउटा प्यान्टको 1000, दुईवटा टी सर्टको 1000, जम्मा 2000 मात्र हो। 2000 मै ढले? 3 पिस कपडा 2000 दिन पनि म बेहोस हुँ नि। छ्या, यो त लाजेको मर्नु भयो। म भर्खरै दिइहाल्छु है। 2000 रहेछ त, लिनुहोस्। धन्यवाद धन्यवाद बहिनी, तपाईँले यति हेल्प गरिदिनु भएकोमा। देखिस्, यसरी गर्नुपर्छ व्यापार। हिँड, अर्को कस्टमर बोलाउँछु अब।